हामी सबैलाई कौरवहरूको पिता धृतराष्ट्र भन्ने थाहा नै होला, तर धृतराष्ट्रको वंशावली कहाँबाट आयो यदि थाहा थिएन भने जान्नुहोस् यो भिडियोमा। हे गाइज, वेलकम टु सनातन सिक्रेट्स। दिस इज डे 6 अफ 60 days 60 हिडन ट्रुथ्स फ्रम सनातन धर्म। ब्रह्माबाट अत्रि ऋषि हुनुभयो, अत्रि ऋषिबाट सोम अर्थात चन्द्रमा, चन्द्रमाबाट बुध, बुधको पुत्र पुरुरवा र पुरुरवाका पुत्र आयु हुनुभयो। आयुका पुत्र भने नहुस हुनुहुन्थ्यो, नहुसका पुत्र ययाति र ययातिका भने दुईवटा धर्मपत्नीहरू थिए। ययाति र शर्मिष्ठाबाट द्रुह्यु, अनु र पुरु यी तीनवटा सन्तान भए। अब पुरुबाट भने दुष्यन्त, दुष्यन्तबाट भरत, भरतबाट हस्ती र हस्तीबाट कुरु हुनुभयो। अब कुरुबाट भने सन्तनुको जन्म भयो। कुरुबाट जन्म भएका सबैलाई कौरव भनियो। सन्तनुको पनि यहाँ दुईवटा धर्मपत्नीहरू थिए जो हुन् गङ्गा र सत्यवती। सन्तनु र गङ्गाबाट देवव्रत अर्थात् भीष्मको जन्म भयो। त्यसै गरी सन्तनु र सत्यवतीबाट चित्राङ्गद र विचित्रवीर्यको जन्म भयो। विचित्रवीर्यको भने चाँडै मृत्यु हुन्छ र उनले छोडेर जान्छन् दुईवटा विधवा पत्नीहरू, अम्बिका र अम्बालिका। त्यही बेला वेदव्यासको आशीर्वादबाट अम्बिका र अम्बालिकाको सन्तान भए। अम्बिकाबाट धृतराष्ट्र, अम्बालिकाबाट पाण्डु, साथै दासीबाट महात्मा विदुरको जन्म भयो। धृतराष्ट्रको पत्नी गान्धारी र पाण्डुका पत्नी कुन्ती र माद्री भए। गान्धारी र धृतराष्ट्रबाट एक छोरी सहित 100 भाइ छोराहरू भए। पाण्डुका भने कुन्तीसँग 3 भाइ छोरा युधिष्ठिर, भीम, अर्जुन र पाण्डु र माद्रीका भने 2 भाइ छोरा नकुल र सहदेव भए। कुन्ती माताको भने भगवान सूर्यको कृपाले अर्को सन्तान पनि प्राप्त भएको थियो जसलाई पछि अधिरथले पालेका थिए। ती हुन् महान योद्धा सूर्यपुत्र कर्ण। यो वंशावली मैले अहिले संक्षिप्तमा बताएँ। यसको व्याख्यात्मक भिडियो चाहिन्छ भने हामीलाई युट्युबमा फलो गर्नुहोला। अबको निकट भविष्यमा नै त्यो प्रसारण हुनेछ। यदि हजुरहरूलाई थाहा थियो भने कमेन्ट गर्नुहोला, यदि थाहा थिएन भने यस्तै अन्य भिडियोहरूका लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।